हेलो साथीहरु, यहाँनिर चाहिँ दुईटा फोटो छ है। एउटा फोटोमा चाहिँ आयोजकसँग विवादपछि कार्यक्रम नसकी आफै टिकट काटेर अमेरिकाबाट फर्किन एलिना भन्ने छ। अर्को फोटोमा चाहिँ विनोद अधिकारी भन्ने जसले चाहिँ कलाकारहरूलाई चाहिँ एलिना चौहान, प्रताप दास र बद्री पौडेललाई चाहिँ अमेरिकामा चाहिँ हैन निमन्त्रणा गरेर कार्यक्रमको लागि चाहिँ उहाँ रहेछ मान्छे हैन। उहाँको नाम विनोद अधिकारी रहेछ। उहाँ चाहिँ नेपाल ट्राभल्स भन्ने के एउटा ट्राभल्स एजेन्सी चलाएर बस्नु हुँदो रहेछ अमेरिकामा है। अनि एलिना चौहानले चाहिँ उहाँमाथि लगाएको आरोपहरू एकदम गम्भीर छ है। उहाँको फोटो चाहिँ यतापट्टिको हो हैन, कालो सेतो सर्ट र खैरो खैरो खालको कोट लगाएको मान्छे हो। यतापट्टि एलिना चौहान र प्रताप दास छन् हैन। योभन्दा अगाडि पनि अर्को एकजना गायिका आदि कार्यक्रम आदि भन्दा पनि कार्यक्रम सुरु भएको 1 हप्ता 2 हप्ता फर्केर जानुभएको समथिङ एकजना लम्साल भन्ने कलाकार जस्तो लाग्छ मलाई हैन। उहाँकै कारणले भन्ने आएको छ कि आरोपमा चाहिँ विनोद अधिकारी भन्ने मान्छेले चाहिँ जाँड खाएर गाली गर्ने हैन, अनि के अरे धम्की दिने, अमेरिकामा तँलाई ब्लक गरिदिन्छु हैन, अमेरिका आउनुबाट बन्द गरिदिन्छु तँलाई भनेर त्यस्तो खालको गालीहरू दिएको भन्ने खालको आरोप लगाएको छ एलिना चौहानले चाहिँ है। अब लगाएको छ, अब कतिसम्म सत्य हो के हो त्यो त अब पछाडि थाहा होला। तर एलिना चौहानलाई मात्रै हैन, जति पनि पहिले कमेडियनहरू पनि अमेरिका ल्याएको बेला पनि त्यसरी नै टर्चर दिएको यो मान्छेले चाहिँ, यो विनोद अधिकारी भन्ने जो मान्छे व्यक्ति हुनुहुन्छ उहाँले चाहिँ त्यसरी नै अरू कलाकारहरू, कमेडियन, गायक गायिका जसलाई पनि उहाँले उहाँबाट ल्याउनुहुन्छ उहाँहरूलाई त्यसरी नै टर्चर दिएर चाहिँ कार्यक्रम नसकी देश फर्किनु बाध्य गराएको हो भनेर चाहिँ एलिना चौहानले लगाएको आरोप हो। यो पत्र, यो नेपाल प्रेस भन्ने एउटा अनलाइन मिडियामा चाहिँ यो सबै छापिएको छ है। अनि अर्को कुरा, आयोजकबाट चाहिँ उहाँले 100% पैसा ल्याएर चाहिँ 20% मात्रै कलाकारलाई दिने, त्यस पछाडि रहेको 80% चाहिँ उहाँले आफै राख्ने भनेर पनि लगाएको छ। अब उहाँको थ्रुबाट आएको भएर जति पनि आयोजकबाट पैसा उहाँले यतिमा हामी 3 जना कलाकार ल्याउँछौँ अथवा 4 जना ल्याउँछौँ भनेर यति पैसा डिमान्ड गरेपछि, जस्तै $10,000 गरेको छ अथवा $5,000 गरेको छ भने त्यसको 80% चाहिँ उहाँले राख्ने, विनोद अधिकारी भन्ने व्यक्तिले राख्ने, त्यस पछाडि अरू 20% मात्रै कलाकारलाई दिने भन्ने आरोप पनि लागेको छ। अब यो कति सत्य हो कति असत्य हो यो त पछाडि हैन अरू कलाकारहरूले पनि अब मुख खोल्दै जान्छ होला। किनभने एलिना चौहानले चाहिँ के भनेको छ भने अरू कलाकारहरूले चाहिँ बोलेन, मैले चाहिँ त्यो म चाहिँ बोल्छु, म चाहिँ हैन, मैले चाहिँ आँट गरेँ, मैले चाहिँ बोलेँ, यस्तो यस्तो भएको थियो। अनि अर्को कुरा, होटलमा राखेन, मान्छेको घरमा लगेर चाहिँ 1.5 महिना जति चाहिँ हामीलाई चाहिँ हैन कसको घरमा लगेर खाना खुवाएर, कसको घरमा खाइ मान्छेको घरमा लगेर चाहिँ राख्यो हैन। 15 दिन जति चाहिँ राख्यो होला होटलमा, त्यति पनि राखेन। अरू दिन चाहिँ धेरै मान्छेहरूकै घरतिर मात्रै लगेर चाहिँ राख्यो भन्ने आरोप पनि छ। अब यो आरोप त अब हैन, तपाईहरुलाई मान्छेको घर तपाईँ फेरि कस्तो छ भने उहाँको अन्डरमा आएको मान्छे हो हैन। अब होटलमा गएर आफै बस्छु भन्नु पनि मिल्दैन, किनभने पासपोर्ट सबै उहाँले राख्नु भएको थियो होला हैन। त्यो त के थियो म जान्दिनँ। अब घरमा बस्नु र होटलमा बस्नु, अब कलाकारहरू ल्याएर कसरी चाहिँ एग्रिमेन्ट गरेर आएको थियो त्यो अनुसार भर पर्ने हो। किनभने उहाँले घरमा राख्नु कारण उहाँको फाइदा होला हैन। होटलमा महँगो पर्छ, घरको मान्छे घरमा त अब फ्रीमा कलाकार भन्ने बित्तिकै खानाहरू फ्री हुन्छ, त्यो पनि हुनसक्छ, त्यो फाल्टै कुरा छ। तर जति पनि अरू आरोपहरू त्यो पैसा खाएको, 80% पैसा खाएको, त्यसपछि जाँड खाएर आएर धम्काएको हैन, अमेरिका आउनु ब्लक गरिदिन्छु भनेको, यो कुराहरू म अमेरिकामै बसेर पनि कानुनी उपचार लड्नु सक्थेँ। तर धेरै ढिला हुने पर्थ्यो, समय अलिक लाग्ने भएको कारणले मैले त्यो गर्नु पाइनँ भनेर पनि भनेको छ त्यहाँनिर अब त्यो समाचारमा है। अब कतिसम्म सत्य हो के हो हैन, कलाकार एउटा देशको गहनालाई बोलाएर त्यसरी चाहिँ धम्काउने हप्काउने ब्लक गरिदिन्छु भन्ने को हो एउटा कुरा चाहिँ। अब सत्य हो भने होइन भने अब एलिना चौहानले किन त्यस्तो आरोप लगायो। अब यहाँ अरू कलाकारहरू पनि बोल्छन् होला भोलिको दिनमा हैन। अब अरू कलाकारहरू कमेडियनहरू पनि छ भने चाहिँ अब तिनीहरूलाई पनि त्यसरी टर्चर दिएको छ भने छ, तिनीहरू पनि बोल्छन् होला भोलिको दिनमा। तर यसरी कलाकार बोलाएर यदि सत्य हो भने कलाकार बोलाएर त्यसरी चाहिँ गर्नु, त्यसरी धम्की दिने, ब्लक अमेरिकामा ब्लक गरिदिन्छु भन्ने को हो। भिजा दिने त सरकार हो हैन, उहाँलाई कलाकारको भिजा दिने सरकार, अमेरिकन सरकार हो। तपाईले एउटा नाम लगाएर तपाईको अरूले पनि ल्याउनु सक्छ त्यो त हैन। त्यसरी ल्याएर यदि त्यस्तो गरेको हो भने त्यो चाहिँ गलत हो 1 नम्बर, तपाईले धम्की दिनु। अनि अर्को कुरा, जाँड खाएर आएर चाहिँ मन परि भन्ने हैन। अनि कतिपल्ट त म रुको छु भने अब समाचारमा अब सत्य तथ्य त बाहिर आउँदै जाला र एकजनाले लगाउनु भयो यसरी हैन। अब यो आरोप भोलिको दिनमा पुष्टि होला नहोला फाल्टै कुरा छ, त्यतिकै त नलागो होला, हावा नचली पात हलिँदैन हैन। अब केही न केही त भएरै। फेरि अर्को कुरा, कार्यक्रम 3टा कार्यक्रम गर्नु अगावै आफ्नै पैसाले टिकट, किनभने आयोजकले त दोहोरो टिकट उयो गरिदिएको हुन्छ हैन, कति महिनाको लागि हो दोहोरो टिकट हुन्छ, आफ्नै पैसाले टिकट काटेर गएको छु भनेको छ हैन। अनि उहाँले फेरि विनोद अधिकारी भन्ने व्यक्तिले चाहिँ कार्यक्रम एकदम सफल भएको छ, भविष्यमा पनि यसरी नै कलाकारहरू ल्याउँदै प्रोग्राम गर्दै गर्नु पर्ने हैन, गर्नु हामी चाहिँ एकदम सफलतापूर्वक सफल भएको कारणले हामीलाई अझै हौसला बढाएको भन्ने खालको हुन्छ त्यहाँनिर समाचारमा। एउटा कलाकारले खुलेआम गएर उहाँनिर मलाई यसो यसो गर्यो भनिरहेको छ, तपाईँले कसरी चाहिँ कार्यक्रम सफल भयो भन्नुहुन्छ यहाँनिर। अब यहाँ तपाईँको पक्षको मान्छेहरू नि होला
मैले देखेको छु त्यो मिडियामा आइरहेको छ। अनि एलिना चौहानको पक्षको पनि मान्छेहरू होला। योभन्दा अगाडि रचना रिमालदेखि अरू कलाकारहरू पनि आएको थियो, त्यस्तो खालको आरोपहरू त केही पनि लागेको थिएन। अब कसको मिडियाबाट आएको, कसको थ्रुबाट आएको त्यो त्यति बेला उहाँहरू जान्नुहुन्छ। उहाँहरूलाई राम्रो भयो होला, एलिना चौहान नराम्रो भयो होला, अथवा भएन होला, नराम्रो भएर नभएर पनि उहाँले आरोप त्यतिकै लगाएको हुन्छ। भोलि बस दुईजना बिच कम्प्रोमाइज छैन, समझदारी पनि हुनसक्छ। तर यसरी एउटा कलाकारले खुल्याम तपाईँमाथि लगाएको आरोपले के देखाउँछ नेपाली समाजमा भन्दाखेरि जहाँ गए पनि त्यही लुट्नै मात्रै होइन। 80% पैसा खाएको आरोप लागेपछि त तपाईँको अलरेडी ट्राभल्स तपाईँले सञ्चालन गरेर बस्नु भएको रहेछ होइन। नेपाल ट्राभल्स भने के पैसा कमाउनु जसलाई पनि मन लाग्छ। तपाईँले पनि होइन उहाँबाट ल्याउनु भएको छ, तपाईँले राख्नुपर्छ पैसा होइन, नराख्ने होइन। त्यो तपाईँको अन्डरमा आएपछि तपाईँले टिकट काट्नु भएको थियो होला, तपाईँको के थियो होइन, अब भिजातिर के ट्राभल डकुमेन्टतिर पैसा लाग्यो होला। तर त्यो 80% राखेको भनेर आरोप लागेको छ। अब हेर्नु त वाट इज द्याट होइन। यो कुरा क्लियर भएन भने अर्को पालदेखि न कोही नेपालबाट कलाकार आउँछ यहाँनिर, न त यहाँ प्रोग्राममा मान्छे भेला हुन्छ। किनभने यस्तोको टिकट काटी हामी जान्छौँ, तपाईँहरूको विवाद यस्तो कलाकारले यस्तो गर्यो उस्तो गर्यो भने तपाईँले उहाँ कलाकारलाई लगेर कसैको घरतिर अब होइन। एउटा कुरा घरमा कसैले स्वागत गर्यो भने जानु ठिकै हो, जबरजस्ती कसैको घरमा लगेर राख्नु चाहिँ कलाकार राम्रो चाहिँ होइन त्यो चाहिँ। किनभने कसैको घरमा के को समस्या हुन्छ, कसैको घरमा के को समस्या हुन्छ त्यो फाल्टै कुरा हो होइन। अब स्पेस हुन्छ कि हुँदैन, ठिकै लिमिटेड बेड भएको घर किनेको हुन्छ, कसैको एउटा एक्स्ट्रा बेड होला, 3-4 जना कलाकार एक ठाउँ यो गर्ने पनि भएन, एकोमोडेट गर्नु कुरा पनि भएन होइन। त्यो पछाडि फाल्टै कुरा हो त्यो। तपाईँले जे सर्टमा ल्याउनु भएको थियो त्यो अनुसार गर्नु पर्थ्यो, अनि चाहिँ तपाईँलाई आरोप लाग्थेन। अब यो आरोपको त तपाईँले भोलिको दिनमा खण्डन गर्नु होला, पुष्टि होला नि खण्डन गर्नुपर्छ। गर्नु त अब तपाईँले त्यहाँ भन्नु त भएको छ, मैले यस्तो यस्तो होइन कार्यक्रम सफल भयो मात्रै भन्नु भएको छ। भोलिपछि तपाईँको भिडियो आउला के आउला होइन, त्यो तपाईँहरूको फेरि विवाद पर्ला, त्यो फाल्टै कुरा छ। तर यसरी जहीँ गयो पनि बेजती मात्रै गर्नु लागि भने उहाँको कलाकारहरू आउनु मान्दैन अब, अनि यहाँ पनि मान्छेहरू पनि भेला हुँदैन अब। किनभने यस्तो घ्याच्याङमा के जानु भन्छ, बरु खैरहेको त्यो जान्छ, खैरहेकोतिर हेर्नु जान्छ। बरु जहीँ गयो पनि जुनै जोगी आए पनि जहीँ गयो पनि भन्छ नि त्यही हो, यस्तै मात्रै भइबस्छ विवाद। दुर्गेश थापाकोमा विवाद सक्न सकिँदै नपाउँदै यता अर्को विवाद आइदियो फेरि हो।